आज चाहिँ गार्डन गुडुङ गरिरहेको छ अहिले फोनमै मेरो यो फोनमै कोही चटेको हान्छ होला क्या ओ माई गड विशाल फोनमा चलाएन यार या खुन त लास्ट आएछ त ओ यार हुँदैन यो च्यानललाई होइन सब्स्क्राइब गरिदिनु सब्स्क्राइब भन्ने एउटा बटन हुन्छ भने ईश्वर शङ्कर ब्लग नहेरिदिनु त चाहिँ त्यो साला यस्ता पनौतीहरू छन् कि हाम्रा गाउँमा त्यही पनौती चाहिँ भान्जा हुन् क्या भान्जाले अहिले भएर के भन्यो तिमीले सब्सक्राइब गर्नु भन्दैछु म है तिमीलाई सब्सक्राइब नगर्नु भन्छौ तिमी भान्जा हो कि त्यो के हो दुश्मन हौ तिमी के भन्दैछौ भान्जा झन् मामाहरूलाई सपोर्ट गर्नुपर्ने छ मामाहरूलाई सपोर्ट गर्नुपर्छ नि त है गाइस मेरो साथीहरू सबैलाई नमस्कार है देश विदेश नेपालभरिका साथीहरूलाई आइ कमेन्ट गर्नु होला अब आई लभ यु अब आई लभ यु पनि धामीलाई नसक्ने रहेछ कसैले भनेपछि सक्छ त कसैले 50 धार्नेको सुँगुर हो गाइस है यो चाहिँ पानी पनि परेछ होइन यो चाहिँ फेरि 10 धार्नेको हो एकदम बवाल खालको हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग होइन आज चाहिँ के हो थाहा छ आज भनेको विजय दशमी 2081को दसैँ हो होइन र यसपालि त्यस्तो भयो होइन हामीले टिका लाउन पनि भएन र अब चाहिँ म काली जाँदैछु भने पिङ खेल्न जाँदैछु र हाम्रो यता गाउँतिर छ यस्तो छ र अहिले चाहिँ म पिङ खेल्न हिँडेको र यहाँ केटाहरूलाई लिएर सबलाई लिएर पिङ खेल्न हिँडेको है भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला बबाल खालको रहेछ त्यो है गाइस अहिले चाहिँ हामी ठ्याक्का लाएर पिङ खेल्न हिँड्दैछौँ भान्जा के छ भिडियोमा निकालेको त भिडियोमा निकालेको छु कि निस्किन्छ पछि हेर्नु ल युट्युबमा होइन अहिले तपाईँलाई च्यानमा गएर टेक भन्दाखेरि टेक्नुहुन्छ अहिले गएर च्यानमा टेक भन्नु टेक्नुहुन्छ अब त सक्दैन पहिलाको जस्तो आर्ट छैन है अब त सक्दैन अब त सकिँदैन क्या होइन तर अब अहिले कहाँ पहिलाको जतिको आर्ट त्यत्रो बल हुँदैन नि त कहाँ पिङ खेलेर आउनुभएको भाउजू भाइ के हो यो हजुर ए भान्जाको त कस्तो बिर्सिने क्या मलाई चाहिँ मामा भन्नु है हुन्छ मामा तर होइन यत्रो आँटी मान्छेलाई देख्दाखेरि चाहिँ लास्टै खुसी लाग्यो क्या हामीलाई डर भएन क्या त्यस्तो ज्यानमा बस्ने मान्छे त ढामी भन्दा नि कडा हो क्या तपाईँ त ए गाइस अहिले चाहिँ हामी पिङमा आइसक्यौँ होइन पिङ भन्दा दुईजना यतिको चाहिँ हलाउनु पऱ्यो क्या मान्छेहरू ए गाइस अहिले चाहिँ हामी होइन पिङबाट हिँडिसक्यौँ है त्यसै भएर केटाहरू चाहिँ अगाडि सबै लागिसक्यो है अहिले चाहिँ हामी पिङबाट हिँड्दैछौँ अब हामी कहाँ जानुपर्ने हुन्छ थाहा भन्दै अब हामी जक्सनमा जानुपर्ने हुन्छ क्या जक्सन भनेको चाहिँ के हो त्यस्तो हामी थाहा छैन अलिक प्रोसेससँगले भन्दैन अब हामी जब पार्टी हान्न जान लागेको छौँ नि त जक्सन भनेको सबैजना सक्छ भने मेरो सबैजना अब पार्टी हान्ने ठाउँमा जाने हो क्या अब यस्तो हो क्या चटपटी खाने त्यसलाई भन्छ गाइज होइन म भन्दैछु जक्सन भनेको चाहिँ के हो भने मतलब नि त्यो भनेको चाहिँ हामी चटपटी खान्छौँ त्यस्तो होइन अब दोकानमा बसेर त्यसलाई नै जक्सन भन्छ है तपाईँहरूलाई सबैलाई ह्याप्पी दसैँ तिमी भन्नु के थियो ह्याप्पी दसैँ साथीहरूलाई साथीहरू युट्युब गाइजहरूलाई युट्युब फ्यामिलीहरूलाई ह्याप्पी दसैँ र हामी चाहिँ पिङबाट हिँड्दैछौँ पिङमा पिङ खेलियो टक्क अब गाइज होइन म चाहिँ के भन्छु भने नि होइन के भन्छ म चाहिँ के भन्छु भने यसपालि टिका लाउन नभयो नि रमाइलो भयो त्यो भन्छु होइन र कसले यस्तो भन्छ क्या के भन्छ भने के भन्छ पहिलाको जस्तो रमाइलो हुँदैन पहिलाको पहिल्यै हो त अब नयाँ रमाइलो गर्ने हो नि त होइन हाम्रो पनि झनैले गएको दाजु यी मिस्टेकले गएको ला मिस्टेक चाहिँ लास्ट हुँदो रहेछ क्या बाँकी लाइफमा उमा क्या झन्डै कुन चाहिँ पिँदैछ भाइ एउटा टुप्पी देखाँदैन त ह्याप्पी दसैँ भाइ ओ भाइ यार सुकेको जानु के हो यो भान्जा ह्याप्पी दसैँ ह्याप्पी दसैँ जुट पनि लागिरहेछ क्या फेरि गाई जुत्ता
हेरिदिनु होला जुन सिफ्टीको जुन फेरि जुन फेरि के भएको कस्तो भयो भन्दैन यसपालि दसैँ दामी राम्रो हो बेलुका पार्टी फेरि दसैँ पार्टी हो बेग्लै गाइस खालको पार्टी हुन्छ नि त होइन बेलुका त सेक्वासहित पार्टी हुन्छ नि गाइस अब कहाँ घरमा त अनि यो चाहिँ होइन यस्तो भोगोक पार्नु सुन न ओ गोगो यो हामीले किन भनेको भने नि किन भनेको भिडियोको लागि भनेको क्या खाना त केही हुन्छ नि टोनी आमाले हल्का अब 100 लेभल पुगाउनु लाग्छ होइन ला हो खोइ त्यसमा केमा सय लेभल है फ्री फायरमा हो ओ माई गड गाई छैन एउटा यस्तो म्यासेज देऊ न बाटो नि गरौँ फ्री फायर को खेल्नुहुन्छ कमेन्ट गर्नु होला भन ल फ्री फायर खेल्ने साथीले फ्री फायर खेल्ने साथीहरूले चाहिँ कमेन्ट गरिदिनु न फ्री फायर खेल्ने साथीहरूले चाहिँ कमेन्ट गरिदिनु होला ल म पनि फ्री फायर खेल्छु भनेर कमेन्ट गर्नु म पनि फ्री फायर खेल्छु भनेर कमेन्ट गर्नु होला त्यति हो ला गाई चाहिँ ओए एकछिन ला कुन त लास्ट आएछ त ओए यार ओए गाई चाहिँ छोड न छोड ओए यार टाउको फुट्यो ओए त देखा त ओए यार गाई छैन टाउको फुटेछ यार नभन न यार पिङको पिराले लाग्यो खोइ त टाउको यहाँनिर फुटिरहेछ गाई चाहिँ कसमहरू रगत उयो त साँच्ची नै भयो यार साँच्ची यार तिम्रो टाउको फुटेको के खोइ मेरो त झन् ओपी ओए पर्ख ओए ला खोइ टाउको फुट्यो ला सबैको टाउको फुटेछ यार तर मेरो चाहिँ फुटेन क्या गाई छैन ला खोइ टाउको होइन नगर न इनको पनि हो कहाँ टिका त पुस्नु हुँदैन त ला टाउको फुट्यो तपाईँको ला टाउको फुट्यो क्या हो ला यार यो त झन् फर्केको नि दुईचोटि पिराले ठक्कै लागेको होइन यसको टिका भएर हो नि त ए गाइस अहिले चाहिँ होइन यहाँनिर आगो सागो फुटेर यहाँनिर यो चाहिँ के भयो अरे यो थाहा छैन बहिनी के छ ठिकै छ यहाँनिर चाहिँ दाइहरू आउनुभएको छ सुँगुर काट्न आँटेको अब चाहिँ बबाल तरिकाले ट्याक्का लाएर कुन गीत गाउने भने त्यही आउँथ्यो दसैँ भन्ने ल र गाइस होइन यहाँनिर चाहिँ बहिनीहरूले गीत गाउने अरे आउँथ्यो दसैँ भन्नेवाला र दसैँको विशेषमा होइन त लु त यस्तो मजा बाथेन कहिले नि उठ बसौँ नाच्थ्यो साइले नि हल्का कमर बाँच्थेको मैले नि सयपत्र फुल्यो है आकाशै झुल्यो है त्यहाँदेखि आउँदैन ल बहिनीहरूको कस्तो गीत छ होइन कमेन्ट समेन्ट गर्नु होला मलाई चाहिँ राम्रै लाग्यो र के भने नि होइन त्यो मैले चाहिँ हिजो भ्लग बनाएको थिएँ नि त्यो भ्लग चाहिँ के भयो भने त्यो नि त्यो रात परिहाल्यो अनि त्यो चाहिँ भ्लगहरू देखाउन पाइएन होइन त्यही हो र आज नेक्स्ट डे हो र आज चाहिँ बबाल अब चाहिँ यहाँ सुँगुर काट्न आँटेको झुरुक्कै पारेर क्या सुँगुर चाहिँ गाई चाहिँ सुँगुर चाहिँ यही हो कि हामी काट्न आँटेको हेलो टिका लाएर दसैँको है भान्जा बाबु हो नि त फेरि त फेरि किन तपाईँ ढिलो आउनुभएको सुँगुर खुर्काइ चाहिँ अब यतिको झुट गाई छैन चाहिँ म अब यो के गरेँ लाउरी साउरीको अब चाहिँ यो पोल्दैछु कि लु डढाइदिइ हाल्नु अब हेरौँ त हाम्रो नयाँ स्टाइल हो क्या नयाँ हाम्रो 50 धार्नेको सुँगुर हो गाई चाहिँ यो चाहिँ त्यो फेरि 10 धार्नेको हो एकदम बबाल खालको सोल्टिने कान्छीहरू चाड पो खाँदैछु है टाढाको माया त नलाउँ है गाह्रो पो हुँदो रहेछ हौ लु पानी परेर गाई गाह्रो भयो हामीलाई त गाह्रो भयो पूजा गर्न पर्छ चलाउन पनि पो गाह्रो भयो अब कसरी पो गर्नु हौ त्यही त हो अब खोइ अब यति बोलेकामा भिडियो टिकटक बनाउँदा त पैसा नि आउँथ्यो होला तर दिँदैन होला हौ ए हो यस्तो भनिदिनु न लाइक कमेन्ट सब्सक्राइब हानिदिनु भन्नु न लाइक कमेन्ट सस्ता हानिदिनु है सिस्टरहरू सोल्टिनेहरूले के अरे फेरि सस्तो लाइक कमेन्ट सिस्टरहरूले हानिदिनु ए लाइक कम साथीहरू लाइक कम साथीहरू लाइक कम यार साथीहरू गोठाले जिन्दगी यस्तै छ के गर्नु हौ बोल्न जानेन भने पनि राम्रो सुनेर सुधारेर बोलेर कमेन्ट गर्नु होला पठाउनु होला सब्सक्राइब भनिदिनु न एकचोटि सब्सक्राइब
सब्सक्राइब पठाइदिनु आयो धामी मान्छे नि धामीलाई कसैले सक्छ त सक्दैन गाइजहरू बुझ्नु भयो नि सब्सक्राइब गर्नु हो भने मेरो साथीहरू सबै लाइभमा आउनुहोस् लाइभमा पनि लाइभ गरौँला सेयर गरौँला साथी बनौँला केही छैन कि झरीले यहाँ सुँगुर काटेको यहाँ बिजोग बनायो पानीले के गर्नु हो गोठाले जिन्दगी धामीको कर्म यस्तै हुँदो रहेछ मेरो साथीहरू सबैलाई नमस्कार है देश विदेश नेपाल भरिका साथीहरूलाई कमेन्ट गर्नु होला अब आई लभ यु अब आई लभ यु पनि धामीलाई नसक्ने रहेछ कसैले भनेपछि सक्छ त कसैले हे गाई छैन अहिले चाहिँ हामी उता कहाँ हिँडेको थियौँ होइन दोकानतिर चटपटे खाना तर हामीले चाहिँ आज चाहिँ होइन हाम्रो गाउँमा के देख्यौँ भने नि होइन खोला देख्यौँ कि खोला क्या गाईहरू यत्रो खोला देख्यो कि अब यसमा त हाम्रो गाउँको खोला हो नि त गाउँको खोला हाम्रो गाउँको खोला यस्तो दामी छ पानी बग्छ यसरी म जे होस् हाम्रो गाउँमा पानी खोला आयो त्यसमै खुसी भएँ म अहिले र अब हामी चटपटी खान सको है गाइज होइन दसैँमा रमाइलो गर्नुपर्छ है 1 वर्षमा आउने दसैँ होइन हो कि नभन्ने त तर मैले चाहिँ टिका लाइन होइन यसपालि तर मेरो भाइ भान्जाले चाहिँ लायो है हेर्दा त अब दसैँको टिकामा अब कस्तो हेजी देखेको भएको अरे अब ल गाइज र सलिम भाइ चाहिँ यहाँनिर आउँछु भन्दै थियो ओ सलिम भाइ ओइ कहाँ छस् को यो आएको रे ओ यार साथ सबै भिज्यो त अनि त रिसा यो यहाँनिर चाहिँ गाई छैन मासले यो मेरो यहाँ गाई छैन यो मेरो इयर बड्सै लगेको थियो क्या दुइटै यार गाई छैन त एउटा मलाई दिनु नि गाई छैन मेरो इयर बड्स लगेर मर यार यो त मर भनेर चाहिँ रिसा यार त्यसो जानु हुन्छ ठिक छ त अनि गाई छैन म चाहन्छु भनेको त कल गर भन्दिनँ चाहिँ केमा गर्नु कल आफै गर्नु गाई छैन माइक के अरे क्यामेरामा चाहिँ पानी पसेछ र पानी परेर गाई चाहिँ कति हिँड्नु पनि मन छैन सबै भिजिसक्यो गीत बजा न खोइ त मर त यहाँ अड्किरहेछ त नि यो अड्किरहेछ हौ दुइटैलाई चाहिँ मेरो इयर वर्ष केटाहरूले इन्जोय गरिरहेछ कि अरे के भन्नु भाइ पैसा कति आज चाहिँ काडुङ कुडुङ गरिरहेछ अहिले फोनमै मेरो यो फोनमै चटेको आन्छ होला क्या ओ माइ गड विशाल फोनमा चला न यार कसमै रिसाइसक्यो क्या ला यार र अब है गाइज म चाहिँ एउटा कुरा भन्छु नि विशाल भाइको गर्लफ्रेन्ड रिभिल गरिदिउँ देखाइदिउँ तपाईँहरूलाई देखाउँछु है देखाउँछु त लु देखा गर्लफ्रेन्ड सलिन भाइको गर्लफ्रेन्ड नि रिसाएको हो हाम्रो त भए पनि सक्छ नि त यार भाइ त्यही त हामी चाहिँ दोकानमा हेरी चटपटी भाइ कस्तो भइरहेछ भवाल है हामी चाहिँ चटपटी खाँदैछौँ गिलास दिनुपर्ने हुन्छ तपाईँले 6वटा चटपटी देखेन है क्या कसले ब्लगर हो त जे पनि ब्लग बनाइहाल्छ गाई छैन अब चाहिँ चेस गिलास हिँडिसकेको होइन चटपटी खाएर है जिन्दगीमा दुःख सुख सबैलाई हुन्छ है सबैले लाइफमा इन्जोय गर्नुपर्छ है तर लिमिटमा गर्नुपर्छ है इन्जोय एन्ड के छैन तर सेन्टर फुडको मैले आज चाडा चोरेन त होला न सेन्टर फुटे चाडामा थियो एक लात्ती हान्नुपर्छ क्या फेरि यस्तोहरूलाई मामा पड्का हुन्छ के अरे भाइ के अरे भन्छ तिमी के कसलाई मामालाई तिमी यस्तो भन्ने मामा ढोग्नु पर्छ खुट्टा ढोका त भन्छ कस्तो मासाले भन्छ ओ तिमी भन्छ के हो तिमी भाइ के हो भन्छ भान्जाको दारी सारी आइसकेको छ यार मामाहरूको इज्जत गर्न सक्छ छैन यार मामाकै आएको छैन क्या फेरि मामाहरू भनेको कति ठुलो मान्छे मामा भनेको मामा नि होइन मामा भनेको मामा हो मासाले मामा मामालाई माइज भन्नु पाइँदैन त्यही हो यस्तो खालको भ्लग चाहिँ जाँदैन होइन यो भ्लगमा चाहिँ केही आउँदैन फेरि यो त्यही भन्छु र भान्जा हजुर तिमी चाहिँ नि यस्तो भयो कि तर मामाहरूलाई चाहिँ
देख्दाखेरि यो खुट्टा छ नि यहाँनिर हेर त यो खुट्टा चाहिँ ढोग्नु गरे खुट्टा ढोग्ने गरे खुट्टा ढोग्ने गर हजुर बुझ्यो यति भन्दा त बुझ्नु पर्यो भान्जाहरूले पनि तर होइन गाई चाहिँ तर नि यो पनि भान्जा यो पनि भान्जा यो पनि भान्जा सब भान्जा अगाडि 2टा भान्जा गइरहेछ भान्जै भान्जा तर अब एउटा कुरा भन्छु तर र यो भ्लगलाई चाहिँ म एन्ड गर्न चाहन्छु र यस्तै खालको यो भ्लग हेर्नको लागि यो च्यानललाई होइन सब्सक्राइब भन्ने एउटा बटन हुन्छ भने ईश्वर शङ्कर ब्लग नहेरिदिनु त चाहिँ त्यो साला यस्ता पनौतीहरू छन् कि हाम्रा गाउँमा ती पनौती चाहिँ भान्जा हुन् क्या भान्जाले अहिले भएर के भन्यो तिमीले सब्सक्राइब गर्नु भन्दैछु म है तिमीलाई सब्सक्राइब नगर्नु भन्छौ तिमी भान्जा हो कि त्यो के हो दुश्मन हौ तिमी के भन्दैछौ भान्जा झन् मामाहरूलाई सपोर्ट गर्नुपर्ने छ मामाहरूलाई सपोर्ट गर्नुपर्छ नि त है गाइस र मामा हो तपाईँहरूको पनि मामा त होइन म र पनि सब्सक्राइब गरिदिनु होला र म यो भ्लगलाई म यहीँ एन्ड गर्न चाहन्छु र अब फेरि खाती चोक त देखाउनु परि नै हाल्छ फेरि होइन गाइज होइन तपाईँले खाती चोक त अस्ति नै देखिसक्नु भयो अब नदेखाउने र यो भ्लगलाई चाहिँ यहाँ एन्ड गर्न चाहन्छु बाई बाई गाइज है र यस्तै सब्सक्राइब यस्तै खालको भिडियोहरू चाहिँ यस्तै खालको है ऊ हेर्न चाहिँ के भरे भ्लग हेर्नको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला र जहिले पनि डेली हेर्न चाहनुहुन्छ भने चाहिँ है त्यो हुन्छ सब्सक्राइबमा अलमा राखिदिनु होला र तपाईँहरूलाई नोटिफिकेसन आउँछ नोटिफिकेसनबाट चाहिँ अनि त्यहाँबाट चाहिँ भिडियोहरू हेर्न पाइन्छ त्यही हो र भ्लगलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु